पढ्छु भनेर सहर पसियो तर घर आएपछि बाख्रा चराउँदा चराउँदै जिन्दगी सकियो। ल साथीहरु वेलकम छ तपाईहरुलाई फेरि पनि मेरो न्यू मिनी भ्लगमा। अंकलको घरबाट चाहिँ मैले मिनी भ्लगको सुरुवात गर्दैछु अनि उतातिर मेरो घर अनि अर्को घर चाहिँ अंकलहरुको घर। अहिले चाहिँ साँझको 4 बजी सकेको छ अनि अहिले चाहिँ म बाख्रा चराउन जाँदैछु। हाम्रो गाउँमा चाहिँ पिच रोड भइराछ त्यही भएर चाहिँ एकदम फोहोर हुन्छ आजभोलि धुलो उडिरा हुन्छ दिनभरि। अनि अहिले चाहिँ म छु यहाँ हाम्रो वडा कार्यालय अर्थात जेनजीहरुले पुरै भत्काएर ध्वस्त पारेको वडा कार्यालयमा। यो वडा कार्यालय जलाएको भिडियो चाहिँ मैले पहिले जेनजी प्रोटेस्ट भएको समयमा नै एउटा फेसबुकमा पोस्ट गरिसकेको थिएँ। त्यो चाहिँ कोकोले हेर्नु भएको छ कोकोले हेर्नु भएको छैन होला। वडा कार्यालय यहाँबाट सर्व भएर पारी अर्को ठाउँमा गएको छ त्यही भएर यहाँ चाहिँ बाख्रा चराउन ल्याएको छु मैले किनकि यहाँ केही पनि छैन त्यस्तो बिगार गर्ने। अनि यो ठाउँ चाहिँ मेरो बच्चैदेखि बाख्रा चराउँदै आएको ठाउँ हो त्यही भएर यहाँ चाहिँ मलाई एकदम नौलो केही पनि लाग्दैन। पहिल्यैदेखिको झन् यादहरू आउँछ। पहिला म सानो हुँदाखेरि मैले चराउने बाख्राहरू चाहिँ एकदम हरामी थियो म पनि एकदम कुट्दिन्थेँ के तर अहिलेको बाख्राहरू चाहिँ साथीहरू जस्तै छन् मैले जहाँ गयो त्यहीँ आउँछन्। ल त्यही हो साथीहरू आज चाहिँ म बाख्रा चराएर घर जाँदैछु। अब भेटौँला अर्को भिडियोमा माया गरिदिनु होला यो भिडियो।